रजत राई जो चाहिँ मुन्डा बाँसघारी निवासी हुनुहुन्छ, उहाँ किडनी पेसेन्ट सोशल वर्कको लागि हल्का यति बन्द आयो इतना ग्रुप चेक दिस आउट गाइस, हेर्नु सक्नुहुन्छ है बोटिङ एकदम दामी भइरहेको छ यहाँ चाहिँ क्या। सुन्दरताको तिमी उदाहरण हो। आज त हाम्रो डोनेसन क्याम्पिङ छ मिरिकमा। अलिकति यहाँ तल चाहिँ अब गाडी नआएर हामीले माथि चाहिँ बोकेर लानुपर्ने सिन हुन्छ है। किडनी पेसेन्टको लागि हो डोनेसन चाहिँ। सोसियल वर्कको लागि हल्का यति बन्द आयो इतना ग्रुप इतना त बन्द आयो नि त होइन। उधर है उधर गड्डी उधर है, गड्डी भी दिखा दो उधर, गड्डी उधर नहीं अब ये डालना पड़ेगा उधर। भाइ आजको चाहिँ हामी डोनेसन ड्राइभ मिरिकमा हुनेछ है। यहीँ जानु लागि रेडी। डोनेसन ड्राइभ फर किडनी पेसेन्ट रजत राई, जो चाहिँ मुन्डा बाँसघारी है, मुन्डा बाँसघारी निवासी हुनुहुन्छ। र हामी यहाँ अहिले हाम्रो ग्याङ यति छ, अन्त दादा हुनुहुन्छ, भाइ छ हो। सो त्यही भएर अब हामी चाहिँ मिरिक लागिरहेछौँ। अन्त आजको भ्लग हेरिदिनुहोस् अनि सेयर पनि गरिदिनुहोस् है गाइज। अब चाहिँ हामी चाहिँ निस्किरहेको छौँ है यहीँ। अब चाहिँ गाउँबाट निक्लिँदैछौँ, भर्खर 10 बज्नु आँट्यो। अब मिरिक कति बजी पुगिन्छ हेर्नुपर्छ है। यहाँ चाहिँ हाम्रो चाहिँ यहीँ भाइहरू बहिनीहरू होइन। सो गाइज हामी चाहिँ फाइनली मिरिक लेक आइसकेको छ है। चेक दिस भ्यू गाइज। र अब चाहिँ हामी डोनेसन चाहिँ यहाँ पर गर्छौँ कि। अन्त त्यहाँ चाहिँ अब अलिकति मान्छे चाहिँ अहिले रहेन रहेछ, छिटो आइपुग्यो, 11हरू बोज्नु आँट्यो है। र गाडी चाहिँ हाम्रो यहाँ पार्क गर्दैछ साथीले, यहाँ हेर्नु सक्नुहुन्छ। अब त्यता गएर चाहिँ हामी डोनेसन आजको सुरु गर्नु गइरहेछौँ। त हेर्दै गर्नुहोस् है भ्लगलाई साथीभाइ। ल साथीभाइहरू है, तपाईँहरूलाई एक मिरिक झिलको चाहिँ मनोहरम दृश्य देखाउन गइरहेछु। यहाँ घोडा देख्नु सक्नुहुन्छ, यहाँ हेर्नुहोस्। चेक दिस भ्यू गाइस। यहाँबाट बोटिङ हुँदैछ, बोटिङ हुँदैछ। त्यो ठुलो छ है साथीभाइ। अब हामी यहाँ यो चाहिँ गर्नु गइरहेछौँ। यहाँ माथिबाट एकपल्ट तपाईँलाई ब्रिजबाट देखाउन गइरहेछु झिलको दृश्य कस्तो रहेछ भनेर। सो चेक दिस आउट गाइज। यहाँ हेर्नुहोस्, हेलो गाइज भन्नु न। हेलो गाइज। यहाँ हेर्नुहोस् सरी भाइ, दिस इज द ब्युटी अफ मिरिक। कस्तो चिसो हावा आइरहेको छ कि। ब्युटी अफ मिरिक। नमस्कार, हामी दर्जाहो गाउँबाट आज यस मिरिक परिसरमा आएर एउटा यो सानो म्युजिकल डोनेसन ड्राइभ सुरु गर्न लागिरहेको छौँ। र यो हामीले गर्नको निम्ति डोनेसन ड्राइभ हामी अब सुरु गर्न लागिरहेको छौँ। सुन्दरताको तिमी उदाहरण हो।
भोलिको तिमी एउटा नमुना हो गाइस हाम्रो चाहिँ यहाँ पर डोनेसन क्याम्प हुँदैछ है अन्त आधी हामीले भर्खर खाना खाइरह्यौँ अन्त अहिले त दाहरू जानुभएको छ बहिनीहरू यहाँ हेर्नुहोस् मिरिक झिलको यस्तो छ अहिले चाहिँ एकदमै टुरिस्ट अहिले चाहिँ अब सिजन लागिसकेको छ है पुरै आज चाहिँ पुरै बेसी क्राउड छ अन्त यहाँ हेर्नु सक्नुहुन्छ चेक दिस भ्यू होइन र अहिले चाहिँ म कहाँ जाँदैछु भन्दा चाहिँ एकछिन पर गइरहेछु है सो चेक दिस आउट गाइस हेर्नु सक्नुहुन्छ है बोटिङ एकदम दामी भइरहेको छ यहाँ चाहिँ क्या र अहिले चाहिँ म यहाँ पर कहाँ जाँदैछु भन्दा चाहिँ यहाँ पर गइरहेको छु एकछिन है मजाको क्या एकदमै फिल अब एकदम भाइब चाहिँ टप भाइब आइरहेको छ गाइस ल त्यस्तै हो है अन्त भिडियोहरू हेर्दै गर्नुहोस् होला मिरिकको सान मिरिक झिल टुरिस्टहरू हेर्नु सक्नुहुन्छ है एकदमै ट्रेडिसनल ड्रेसमा सबैजना आइरहेको अवस्था हेर्नु सक्नुहुन्छ घोडा क्या कराइदिरहेको नै यहाँ त गरिदिरहेको है यो घोडाहरू देख्नुहुँदैछ है यो घोडाहरू चाहिँ अब कसैको लागि कमाउनेको एउटा जरिया हो क्या अब यसले गर्दा कतिको पेट पालो भइरहेको छ है सो जति पनि टुरिस्टहरू आउनुहुन्छ होइन जति पनि अब हाम्रै लोकल टुरिस्टहरू भयो है उहाँहरूलाई म यो आग्रह गर्न चाहन्छु कि अब तपाईँहरू आउनुहुँदैछ भने अब घोडाहरूमातिर पनि चढिदिनुहोस् होइन राइड गरिदिनुहोस् हर्स राइडिङ होइन बोटिङहरू भइरहेको छ जस्तो यो हर्स राइडिङ पनि गरिदिनुहोस् किनभने यहीबाट कसैको घर चलिरहेको छ नि त होइन साथीभाइ र अहिले चाहिँ म मिरिकको यो राउन्ड लेकको राउन्ड जुन चाहिँ यसो साइडमा छ है त्यतापट्टि गइरहेको छु अन्त तपाईँहरू अब जतिजनाले पनि अब सायद अब म्याक्सिमम् त घुमिसक्नु भएको होला मिरिक झिल होइन सो जति पनि आउनु भएको छैन उहाँहरूको लागि यो भ्लग स्पेसियली है र हाम्रो चाहिँ अहिले डोनेसन क्याम्प चलिरहेको छ नि त डोनेसन क्याम्प हुँदैछ किडनी पेसेन्टको लागि सो अहिले हामी मिरिक आएको छौँ है मिरिकमा चाहिँ हाम्रो भइरहेको छ र अब तपाईँले भिडियो पनि हेर्नु हुँदैछ होइन के कस्तो लागिरहेको छ तपाईँहरूले कमेन्ट पनि गरिदिनुहोस् होला गाइज है यो हेर्नुहोस् मिरिक झिल मिरिकको सानो मिरिक झिल चाहिँ है मिरिक जस्तै कि अब दार्जिलिङ टाइगर हिल यो टोय ट्रेन जति पनि कुराहरूले गर्दा फेमस छ त्यसरी नै मिरिक इज फेमस फर दिस लेक गाइज होइन यो लेकले गर्दा चाहिँ मिरिक फेमस छ सो अब हाम्रो यही हो टुरिज्म सेक्टर होइन सो यसलाई चाहिँ हामीले एकदमै बचाएर राख्नुपर्ने हुन्छ गाइज माछा पनि पुरा छ यहाँ तर अब माछा त अहिले अलिक देखेको छैन है यो झिलमा माछा पनि पुरा बेसी छ हेर्न सक्नुहुन्छ सङ इज फर यु जिन्दगी भरिको लागि साथ दिइरहनु घाम बनेरै उदाउनु किरण भइरहनु
अब चाहिँ हामीले क्लोज गरिसकेको छौँ है डोनेसन। चेक दिस भ्यू गाइस। र अब चाहिँ हामी यहाँबाट निस्किनेछौँ। पनि हामी यसरी नै फाइनल अब यहाँ चाहिँ सकिसकेको छौँ है। को लेक साइडको परिसरमा आएर हामी यसरी नै बिमारीलाई हामी सहयोग गर्नेछौँ। अनि हजुरहरूको अब चाहिँ हामीले डोनेसन गर्दा आज कसैको घरको परिवारको ज्यान बाँच्न गइरहेको छ र सकिसकेको छ। अब चाहिँ हामी चाहिँ निस्किनेछौँ है। अब चाहिँ टाइम पनि तपाईँको कति भयो भन्दा चाहिँ नि 5 बज्नु आँट्यो है। र अब चाहिँ हामी निस्किने हो। अन्त एकदमै मजाको यहाँ चाहिँ हेर्नु सनसेट हुनु आँटेको अवस्था है। सो गाइस अब चाहिँ आजको यति नै थियो होइन। भ्लग पनि यति नै थियो। र अब तपाईँहरूले सपोर्ट जसले गर्नुभयो उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। सो थ्याङ्क यू गाइस। अब चाहिँ प्याकअप हुँदैछ है। आजको लागि चाहिँ हामीले ड्राइभ थियो सकिसकेको छ। अब चाहिँ प्याकअप हुँदैछ होइन। टक्कै यहाँबाट चाहिँ हामी जाने हो घरतर्फ। यहाँ चाहिँ हाम्रो गाडी पार्क छ। सो अब सामानहरू सबै हालेर चाहिँ लाग्ने हो। अन्त आजको भिडियो के कस्तो लाग्यो है लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ नबिर्सिनु होला है त गाइस है। एकदम थाके पनि हामीले स्वरहरू पनि सुक्यो हो। अब चाहिँ निस्किने हो। ल गाइस हामी चाहिँ फर्किरहेको छौँ। के हुन्छ छिटो। सो गाइस चेक दिस भ्यू है गाइस। चेक दिस आम्बो आहा ल है गाइस। अहिले चाहिँ हामी रिटर्न भइरहेछौँ है डोनेसन सकेर। यहाँबाट यस्तो दामी देखिरहेको छ साथीभाइ। देखाउने कोसिस गर्नेछु देखियो भने चाहिँ।